नमस्ते म राम्रो साली। आज चाहिँ एकजना सरले कमेन्ट गर्नुभएको रहेछ। कमेन्ट पनि कस्तो हुन्छ भनेदेखि कमेन्ट सुन्दाखेरि त अब हजुरहरूलाई पनि सुन्यो भने त हाँस पनि उठ्छ होला, तर त्यो ठाउँ त्यस्तै हो कि पनि भन्नुहुन्छ होला होइन। उहाँ सरले चाहिँ कमेन्ट कस्तो गर्नुभएको रहेछ भनेदेखि मलेसियामा त घरभित्र बस्दाखेरि बाहिर ढोकामा चाहिँ आइ मान्छेको चप्पल पो राखेर बस्नुपर्छ त हो सर भनेर कमेन्ट गर्नुभएको रहेछ त। अब त्यो के को लागिले राख्ने के को लागिले भन्नुहुन्छ होला तपाईहरुले भनेको कुरो। त्यो चप्पल पहिला पहिला मैले पनि सुनेकै कुरो हो। आजैसम्म पनि त्यो हल्ला चाहिँ नेपालमा चलिरहेको रहेछ। पहिला हामी आउँदाखेरि पनि हाम्रो साथीले पनि उसको बुढीले चप्पल बोकारै पठाएको नि रहेछ है फेरि अब। अनि त्यस्तो त केही छैन, केही पनि हुँदैन भाइ। मान्छे त त्यस्तो भडम मात्रै हो, त्यस्तो त यहाँ त्यस्तै खालको अगतिलै देश त होइन। तर डर चाहिँ के को डर हुन्छ भनेदेखि भाइ यहाँनिर अलिकति डर चाहिँ के को डर भन्दाखेरि चाहिँ सर यहाँ चाहिँ बाहिर हिँड्दाखेरि भयो हामी पैसाहरू नेपाल पैसा पठाउँदाखेरि चाहिँ त्यति बेला चाहिँ अलिकति किन डर चाहिँ डरै हुन्छ किन भनेदेखि बाहिर पैसाहरू त्यो बोक्दाखेरिको त कति साथीहरूको त्यसरी लुटिदिएको छ, त्यतिको डर त हो। तर यो केटीकै चप्पल राख्नुपर्ने ढोकामै घरभित्रै केटीहरू आउने त्यस्तो चाहिँ हुँदैन। त्यो चाहिँ सबै भरम मात्रै हो। अनि त्यस्तो कुरामा चाहिँ विश्वास नगर्नु होला। अनि यहाँ बसेको जति नि साथीहरू नयाँ साथीहरू पनि जति नि हुनुहुन्छ भनेदेखि नि यदि पैसा हाल्नु जाँदै हुनुहुन्छ भनेदेखि मैले त चिनेको छु है भनेर एक्लै जानी काम नगर्नु होला। क्यास पैसाहरू बेसी नबोक्नु होला। यो ठाउँमा त्यो चाहिँ छ। अनि त्यस्तो आउँदा केटीको चप्पलहरू घर ढोकामा राख्ने, केटीहरू कोठाइ कोठाइ आउने भन्ने चाहिँ हुँदैन। मान्छेहरू भन्नु पर्दाखेरि कहाँ त्यस्तै चाहिने मान्छेहरूलाई कता कता घुमेर कस्तो कस्तो ठाउँमा गएर आएको हुन्छ। त्यसको लागि त खोलेरै राखिदिएको छ, सरकारले नै खोलिदिएको होला, सरकारकै स्वीकृति लिएर खोलेको होला टन्नै। त्यस्तै अब भन्नु पर्दाखेरि यता पहिला तिगापुलो भन्थ्यो पहिला चाहिँ। अब त तिगापुलोको जमाना त गइहाल्यो। अब त तिगापुलोमा त एउटा केही पनि आउँदैन। अब त त्यही लिमा पुलो, तुजु पुलो, लापन पुलोहरू भन्ने चाहिँ हुन्छ। त्यस्तै हो सर। अब त्यो तपाईँले भनेको जस्तो के अरे त्यो ढोकामा केटीको चप्पल राखेर राख्नु चाहिँ पर्दैन। तर यहाँ जोगिनु चाहिँ पर्छ। किनभनेदेखि अब ढोकाहरू खुल्लै राख्नु भयो भने पनि त्यस्तै मान्छेहरूले दाउ हेरिराखेको हुन्छ। त्यति नै हो सर। ल हजुरको रिप्लाई, हजुरले कमेन्ट गर्नुभएको थियो, मैले रिप्लाई चाहिँ हजुरको कमेन्ट मैले भिडियो मार्फत नै भिडियो बनाएको छु सर। त्यस्तो आउने बेलामा केटीको चप्पल चाहिँ बोकेर नआउनु होला। आफै लाउने चाहिँ यहाँ चाहिँ अलिक महँगो पर्छ अहिले। बरु यहाँको पैसाको भाउ पनि अहिले बढेको छ। त्यो हिसाब गर्ने हो भनेदेखि चाहिँ आउँदाखेरि नेपालबाटै चप्पल, आफूलाई लाउने चप्पल चाहिँ नेपालबाट बोकेर आउनुहोस् होला। केटीको चप्पल चाहिँ ल्याउनु पर्दैन होइन सर। हस् सर, नमस्ते। भिडियो सेयर गरिदिनु होला जति सक्दो। सबैजनाको भरम यही नै छ। नयाँ भाइहरू जब मलेसियाहरू आउने हुँदैछ नि, यही नै छ सोचाइ। केटीको चप्पल भन्ने अहिले पहिला त सुन्नु त हामी पनि आउनु भन्दा अगाडि नै सुन्थ्यो यो कुरो चाहिँ। तर अहिलेसम्म पनि यो कुरो चाहिँ सकिएको छैन रहेछ। तर यस्तो चाहिँ म यत्रो साल भइसक्यो मलेसिया बसेको, तर कुनै ठाउँमा पनि केटीको चप्पल राख्नुपर्छ भन्ने चाहिँ सुनेको छैन मैले पनि। हस् त, नमस्ते। आजलाई यति नै। फेरि अर्को भिडियोमा हजुरहरूको माझ उपस्थित हुने नै छु। र अर्को हप्ताबाट म मलेसिया भाषाको भिडियो पनि अपलोड गर्ने नै छु। म चाहिँ किन अस्ति भर्खर नेपाल गएँ, नेपाल गएर आउँदाखेरि फेरि यताउता यस्तो गर्दाखेरि मैले मलेसिया भाषाको भिडियो अपलोड गर्न सकेको छुइनँ। म अर्को हप्तादेखि भिडियो अपलोड गर्ने नै छु। धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ किन भिडियो बनाउनु भएको छैन सर आजकल भन्नुहुँदै थियो। हजुरले बनाएको भिडियोले हामीले धेरै मलेसिया भाषाको भिडियोले हामीलाई धेरै सजिलो भएको छ काम गर्नु, यताउता बोल्नु ओर्नु हामीले धेरै सिक्दैछु भन्नुहुँदै थियो।
तर म अर्को हप्तादेखि भिडियो कन्टिन्यू ल्याउने नै छु। अर्को हप्तादेखि हप्ताको एउटा भिडियो मलेसिया भाषाको भिडियो अपलोड गर्ने नै छु। च्यानलमा नयाँ हुनुहुन्छ भनेदेखि च्यानललाई सब्सक्राइब गरिदिनु होला। गरिसक्नु भएको साथीहरूलाई धेरै धेरै धन्यवाद। हस्त साथीहरू नमस्ते, आजलाई यति नै।